माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा माननीय सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँहरूलाई बोल्न समय दिन्छु। सर्वप्रथम माननीय कविन्द्र बुर्लाकोटीलाई बोल्न समय दिन्छु। समय 5 मिनेट। माननीय सदस्यहरू, आजको कार्यसूचीमा रहेका विषयहरूलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरू राख्न चाहन्छु। माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आजको दैनिक कार्यसूची प्रारम्भ हुनुभन्दा अगाडि म केही आफ्ना कुराहरू राख्न चाहन्छु। यस गरिमामय सभामा सम्बोधन गर्ने अवसर जुटाइदिनु भएकोमा सम्पूर्ण माननीय सदस्यहरू र सङ्घीय संसद सचिवालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। प्रतिनिधि सभा निर्वाचनमा मलाई निर्वाचित गराई गरिमामय संसद सदस्यको रूपमा पठाउने मेरो निर्वाचन क्षेत्र काठमाडौँ 9 का आदरणीय मतदाता तथा देशैभरिबाट मतदान गर्ने सबैमा हार्दिक नमन गर्दछु। यसै गरी प्रवासमा बसेर हामीलाई अथाह माया गरी मतदानमा प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, मलाई सभामुख जस्तो सम्मानित पदमा निर्वाचित गराउनु भएकोमा सबै माननीय सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। मलाई सभामुख पदको उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रस्तावक रहनुभएको माननीय रवि लामिछानेज्यू, समर्थक रहनुभएका माननीय सदस्यहरू स्वर्णिम वाग्ले, शोभिता गौतम र सुनिल लम्सालप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै निर्विरोध निर्वाचित गराएर मलाई सभामा सबैको साझा प्रतिनिधित्व गर्ने वातावरण बनाउन सहयोग गर्नुभएकोमा सबै दलबाट प्रतिनिधित्व गर्ने सदस्यज्यूहरूप्रति समेत धन्यवाद व्यक्त गर्न चाहन्छु। यस विशेष क्षणमा लोकतान्त्रिक आन्दोलन र जेनजी आन्दोलनको क्रममा आफ्नो ज्यान आहुति दिएर देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र मुलुकको समृद्धिका लागि बलिदान गर्ने सबै महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँहरूको त्याग, बलिदान र सङ्घर्षले आज हामीलाई यहाँसम्म ल्याएको हो र त्यसको सम्मान गर्दै हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दछ। 2/3 नजिकको ऐतिहासिक बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू र मन्त्री परिषदका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जनताले आफ्नो अमूल्य मत मार्फत हामीलाई 5 वर्षका लागि प्रतिनिधित्व गर्ने जिम्मेवारी सुम्पेका छन्। यो केवल अधिकार होइन, गहिरो उत्तरदायित्व पनि हो। देशमा समृद्धिको अपेक्षा राखेर हामीलाई यो सदनसम्म पुर्याउन कयौं कलिला युवाहरूले जीवन बलिदान गरेका छन्। कति आमाहरूको कोख रित्तिएको छ, कतिका सिउँदो पुछिएको छ, कति अपाङ्ग भए, अङ्गभङ्ग भए, कतिले आँसु बगाइरहनु भएको छ। यो दर्दनाक घटनाहरू सहन गर्दै देशमा सुशासन कायम होस्, भ्रष्टाचार नियन्त्रण होस् र आर्थिक विकास होस् भनी मतपत्र मार्फत हामीलाई जिम्मा लगाउनु भएको छ। जनताको विश्वास, अपेक्षा र आशालाई व्यवहारमा उतार्दै परिणाममुखी काम गर्नु हाम्रो प्रमुख कर्तव्य हो। कुनै पनि बहानामा यो विश्वास कमजोर हुन दिनु हुँदैन। संसदलाई प्रभावकारी
उत्तरदायी र जनमुखी बनाउनु हाम्रो साझा जिम्मेवारी हो। माननीय सदस्यहरू, निर्वाचनको दौरानमा हामीले आफ्ना वाचा र प्रतिबद्धता मार्फत राखेका प्रस्तावहरू निर्वाचनको प्रक्रियाबाट व्यक्त गरेको स्वीकृति र अनुमोदन अब एकतर्फी वाचा र प्रतिबद्धतामा मात्रै सीमित नरही मतदाता र हामी जनप्रतिनिधि बीचको औपचारिक र आधिकारिक राजनीतिक सम्झौतामा परिणत भएको छ। यसर्थ परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्त्वपूर्ण कानुन निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी छन्। त्यसैले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै माननीय सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य छ। संसदलाई निष्क्रियता होइन, कार्य सम्पादनको केन्द्र बनाउनु आवश्यक छ। नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूलभूत मान्यतालाई आत्मसात गर्दै देशलाई समृद्ध बनाउन संसदीय अभ्यासको आवश्यकता हुन्छ। यस उद्देश्य प्राप्तिको लागि हामी सबैको कर्तव्य रहेको बेहोरा जानकारी गराउँदछु। जेनजी आन्दोलनको माग अनुरूप विकास र समृद्धिको बाटोमा राष्ट्रलाई अगाडि बढाउने हुटहुटी भएका हरेक नागरिकहरूको अभिमत बोकेर हामी सबै सदस्यहरू यस गरिमामय संसदको एकै थलोमा बसी नागरिकहरूको हरेक समस्याको सही समाधानको बाटो पहिल्याउन उपस्थित भएका छौँ। बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत जाहेर हुने भएकोले सबै सदस्यहरूको समन्वयमा नै संसदको गरिमा र प्रभावकारिता बढ्ने कुरामा दुई मत छैन। संसदमा उपस्थित राजनीतिक दल र सबै सदस्यहरूबाट असल संवैधानिक अभ्यास हुने नै छ। माननीय सदस्यहरू, यहाँहरूलाई अवगत नै छ, संसद सबैभन्दा अनुशासन र मर्यादामा चल्नु पर्दछ। हामीसँग रहेको कानुन, कार्य सञ्चालन नियमावली र प्रचलित अभ्यासका आधारमा यो बैठक अघि बढ्नेछ। नयाँ प्रतिनिधि सभा आएसँगै अब तत्कालै हामी नियमावली मस्यौदा समिति गठन गर्दैछौँ। यसमा सबै यहाँ प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिता रहनेछ। बैठकलाई प्रभावकारी र सहज रूपमा अघि बढाउनका लागि यहाँहरूको सुझावको अपेक्षा गर्दछु। साथै कार्य सञ्चालन नियमावलीलाई पूर्ण पालना गराउनु हामी सबैको कर्तव्य हुनेछ। यस क्रममा आइपरेका कठिनाइहरू हल गर्न मेरो निष्पक्ष भूमिका रहनेछ। आफैले बनाउनु भएको विधि पालना गर्नका लागि यहाँहरूको पनि महत्त्वपूर्ण भूमिका रहनेछ भन्नेमा म विश्वस्त छु। यस सदनमा केही पुराना र अनुभवी सदस्यहरू हुनुहुन्छ भने धेरै नयाँ र युवा हुनुहुन्छ। नयाँको रचनात्मक सोच जागर र पुरानाको अनुभवलाई मिश्रण गर्ने थलोको रूपमा यो गरिमामय संसद सञ्चालन हुने कुरामा म विश्वस्त छु। यहाँहरूलाई यो पनि अनुरोध गर्दछु कि राज्यको व्यवस्थापकीय अङ्गको रूपमा रहेको यो सदनले देशको सङ्घीय ऐन कानुनको निर्माण गर्ने दायित्व निर्वाह गर्ने अभिभारा सुम्पिएको अवस्थामा कतिपय कानुनहरू पुराना छन्, कति निष्क्रिय छन् त कति एक आपसमा बाजिएका छन्। तसर्थ नयाँ कानुन निर्माण गर्नुभन्दा पहिला हाल विद्यमान ऐन कानुनको गम्भीर समीक्षा र पुनरावलोकन गरी कुन कुन कानुन खारेज गर्ने, कुन कुन कानुनलाई एकीकृत गर्ने भन्ने अध्ययन पुनरावलोकन सहित आवश्यकता अनुसार नयाँ कानुनको निर्माणमा जुट्नका लागि आग्रह गर्दछु। हामीले गर्ने प्रत्येक निर्णय र गतिविधि जनताले नजिकबाट अवलोकन गरिरहेका हुन्छन्। हामीलाई उहाँहरूले निर्वाचित गराएर पठाउनु भएपछि हाम्रो पहिलो दायित्व उहाँहरूप्रति नै रहनेछ। सबै भूगोल, जात जाति, भाषा, धर्मावलम्बीहरूको साझा प्रतिनिधिमूलक यस सङ्घीय संसदको प्रतिनिधि सभाका हरेक काम कारबाही जनताको विषय बन्नु पर्दछ। हरेक नेपाली नागरिकले संसदमा हुने छलफल, यहाँका गतिविधिमा
आफ्नो सहभागिता रहेको महसुस गर्ने गरी हामीले काम गर्नुपर्नेछ। संसदलाई नीतिगत बहस, संवाद र समाधानको प्रभावकारी थलो बनाउनु हाम्रो साझा कर्तव्य हो। माननीय सदस्यहरू, सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने कुरामा यहाँहरू समक्ष प्रतिबद्धता जाहेर गर्दछु। संसदमा सबै माननीय सदस्यहरूको भूमिका बराबर हुन्छ र हुनुपर्दछ। यहाँहरू जनताको प्रतिनिधित्व गरेर आउनुभएकोले कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन भन्ने स्पष्ट पार्दछु। संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा मेरो अहम भूमिका रहनेछ। संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष रहने हुन्छ। यस कार्यको लागि संसद एक खुला विश्वविद्यालय सरह रहने कुरा व्यक्त गर्दछु। सत्ता पक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबै माननीयहरूको बराबरी भूमिका रहने हुन्छ। नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र प्रचलित कानुनलाई मार्गदर्शन मानी समग्र संसदीय क्रियाकलाप सञ्चालन हुनेछ। संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सिर्जनाका लागि आवश्यक कानुन बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताको लागि हार्दिक आग्रह गर्दछु। माननीय सदस्यहरू, म कुनै राजनैतिक दलमा आबद्ध भएर नै निर्वाचित प्रतिनिधि सभा सदस्यको हैसियतमा यस गरिमामय सभाको सभामुख पदको जिम्मेवारीमा आइपुगेको हुँ। विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन। सबै सदस्यहरू मेरा लागि बराबर हुनुहुन्छ र यस गरिमामय सभाबाट प्राप्त सबैको सुझावलाई तटस्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ। सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरूको ओज बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। सङ्ख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने पनि छैन। यहाँहरू सबैबाट सभा सञ्चालनका लागि क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गर्दछु। माननीय सदस्यहरूको यो सक्रिय सहभागिता र हालसम्म सभाको अध्यक्षता गर्नुभएका माननीय अर्जुन नरसिंह केसीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 13 बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा निम्नलिखित माननीय सदस्यहरूलाई मनोनयन गरेको जानकारी गराउँदछु। माननीय सदस्य अच्युतम लामिछाने, माननीय सदस्य अफसाना बानु, माननीय सदस्य आरएन राई, माननीय सदस्य केपी खनाल, माननीय सदस्य कामिनी चौधरी, माननीय सदस्य क्रान्ति शिखा धिताल, माननीय सदस्य खुशबु ओली, माननीय सदस्य गणेश सिंह ठगुन्ना, माननीय सदस्य गुरुप्रसाद बराल, माननीय सदस्य गङ्गा लक्ष्मी अवाल, माननीय सदस्य तपेश्वर यादव, माननीय सदस्य देवराज पाठक, माननीय सदस्य नरेन्द्र कुमार केरुङ, माननीय सदस्य
प्रकाश चन्द्र परियार, माननीय सदस्य निशा डाँगी, माननीय सदस्य बोध नारायण श्रेष्ठ, माननीय सदस्य मीना कुमारी यादव, माननीय सदस्य युवराज दुलाल, माननीय सदस्य राजन गौतम, माननीय सदस्य डाक्टर राम लामा, माननीय सदस्य विपिन कुमार आचार्य। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 95 को उपनियम 1 बमोजिम मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 लाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँदछु। माननीय सदस्यहरू, अब माननीय गृह मन्त्री सुदन गुरुङलाई मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, अनुमतिले मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 95 को उपनियम 1 बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 लाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु। माननीय सदस्यहरू, अब माननीय गृह मन्त्री सुदन गुरुङलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 95 को उपनियम 1 बमोजिम नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 लाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु। माननीय सदस्यहरू, अब माननीय गृह मन्त्री सुदन गुरुङलाई नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला।
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म पूर्व सदस्यको निधन भएकोमा निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु। शोक प्रस्ताव। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट विक्रम सम्वत 2056 सालको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्य, साहित्यकार, सम्पादक एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका रामचन्द्र भट्टराईको 85 वर्षको उमेरमा मिति 2082 साल माघ 13 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु। उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब हामी स्वर्गीय रामचन्द्र भट्टराईको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनेट मौन धारण गरौँ। धन्यवाद।